तमानखोला खुङखानी 5 मा छु भनी र निकै अग्लो अनि लामो र परित्यक्य पुलनिर छु। तपाईहरुले चाहिँ यस्तै भिडियो हेर्नको लागि सुरेन्द्र सेन्चुरी ब्लगलाई सब्स्क्राइब गरी एक लाइक गर्न पनि नभुल्नु होला। र म यतिखेर चाहिँ पुलमा छु र सो यहाँदेखि हेर्दा चाहिँ हामीले चाहिँ धेरै मान्ने गर्छौं र त्यहाँनिर चाहिँ ओखरको रुख सँगसँगै मन्दिर देखिरहनु भएको छ होला। त्यो पछि म नजिकबाट पनि भिडियो सुट गर्नेछु र त्यहाँनिर चाहिँ हामीले चाहिँ चाराहे मण्डली भनेर हामीले त्यहाँ पूजा गर्ने गर्छौं र निकै धेरैले मान्छन्। यहाँ टाढादेखि आएर मान्ने गर्छन् र त्यहाँनिर मन्दिर छ, ओखरको रुख छ, सँगै हाम्रो कुल मन्दिर पनि त्यहाँनिरै छ। र यसै क्रममा मैले चाहिँ क्यामेरा थासपुरीतिर घुमाएको छु भने थासपुरी यति क्लियर त मैले यतिखेर चाहिँ देखेको छैन। सो अलिकति घाम आएको छ, घामको कारणले गर्दा क्लियर नदेखेको हुनसक्छ र मैले यतिखेर चाहिँ थासपुरीतिर अहिले क्यामेराको झलक सँगसँगै छु र अनि लगायत अनि यता मुसरे पाहा बगर भनेर चिन्ने गर्छौं। यहाँनिर हेर्न सक्नुहुनेछ साथीहरु, यहाँ घाँस बोकेर आउँदै हुनुहुन्छ। यहाँ घाँस बोक्ने अनि हिँड्ने पर्यटकहरु घुम्ने ठाउँ र लगतै माथि गयो भने मन्दिर छ अनि बस्ने ठाउँ छ। म त्यो ठाउँमा पनि पुग्ने छु। आशा छ अहिले भने मैले तलबाट भिडियो बनाउने कोसिस गरेको छु र यहाँ हेर्न सक्नुहुनेछ गाउँ। यहाँदेखि गाउँ छ, खुङखानीको गाउँ। यता मान्छेहरू सँगसँगै धेरैजना साथीहरूले रिक्वेस्ट गर्नुभएको थियो नि त त्यहाँको भिडियो चाहिन्छ भनेर। सो मैले आज भिडियो पनि बनाउने मौका मिल्यो र बनाएको छु। आशा छ मन पराइदिनु र यसै क्रममा म पनि तपाईहरुको माझ हैन अलि चिसो छ मौसम, गाह्रो छ। यता धेरै नै चिसो छ, कठिनाइ हो। अब गर्मी भन्दा पनि धेरै नै चिसो छ। हाइट पनि 2000 मिटर हाइट छ यहाँदेखि मैले भिडियो गर्दा चाहिँ। सो 2000 मिटर हाइटमा छु र यो पुल पनि निकै अग्लो छ हैन। सो म यतिखेर चाहिँ हिँडिरहेको छु, भिडियो हल्लिन पनि सक्छ साथीहरु, माफ गर्नु होला। र यस्तै भिडियो हेर्नको लागि सुरेन्द्र सेन्चुरी ब्लगलाई सब्स्क्राइब गरी एक लाइक भने पक्कै गर्नुहुनेछ। र म यतिखेर चाहिँ तमानखोला खुङखानी 5 र लामो पुलनिर छु। यहाँनिर धेरै मान्छेहरू हिँडिरहेको छन् र भिडियो पनि सुट गरेको छु हैन। सो सुरेन्द्र सेन्चुरी ब्लगलाई सब्स्क्राइब गरी लाइक चाहिँ पक्कै गर्नुहुनेछ भन्ने आशा धेरै गरेको छु। र यहाँ हेर्न सक्नुहुने साथीहरू हाइट पनि निकै छ कि हैन। र म हाइटमा पनि छु। यस्तै अझै अरू रोचक भिडियोहरू पनि तपाईहरुको माझ देखाउनेछु र म यहाँदेखि कति अग्लो छ, हाइट कति छ भनेर त्यो पनि देखाउने छु। र आज धेरै दिनको अन्तरालमा बल्ल म यहाँसम्म आइसकेको छु साथीहरु। के अनि परदेशको ठाउँ यस्तै छ हैन, गाह्रो छ र हामी यस्तै रोचक भिडियो हेर्ने आशा गर्नेछौँ र हेर्न सक्नुहुन्छ। अरू पनि म देखाउनेछु। सो साथीहरु यहाँदेखि हाइट पनि निकै छ कि हैन, हेर्नुस् यता पनि मान्छेहरू आइरहेछन् र खुङखानीको गाउँ अझै म पारी गइसकेपछि खिच्ने छु। आशा छ भिडियोलाई मन पराइदिनु हुनेछ। मसँग गिम्बल त भएन यतिखेर चाहिँ र अलिकति हल्लिन सक्छ भिडियो हैन साथीहरु। धेरैजना साथीहरु बसिरहनु भएको छ। म मन्दिरतिर पनि पुग्नेछु। म अहिले त म पुग्दिनँ, सायद मसँग अहिले टाइम छैन र हेर्न सक्नुहुन्छ साथीहरु। अब भने मैले क्यामेरा खुङखानीको गाउँतर्फ घुमाइसकेको छु र यहाँनिर हाम्रो लवनशालाको घुमाइदे युट्युब च्यानल पनि छ र उहाँकोमा पनि हेर्न सक्नुहुन्छ र सँगै उहाँसँग जोडेर सुरेन्द्र सेन्चुरी ब्लगमा पनि हेर्न सक्नुहुनेछ हाम्रो गाउँठाउँको अनि एकदम रमाइलो भिडियो अनि रोचक भिडियो छ र आशा छ। अनि हामीले चाहिँ मैले भन्थे नि अनि यो सिंहखोलाको खोला भनेर चिन्थे र सिंहखोला भनेर हामीले चिन्ने गर्थ्यौं पहिला सानो हुँदा। सो नाम त्यही नै हो हैन। र हेर्नुस् खुङखानीको विशेष झलकहरू र म यतिखेर चाहिँ
तमनखोला खुङखानी 5 को सबैभन्दा लामो र अग्लो पुलनिर छु साथीहरू हैन। र यहाँनिर गाउँ हेर्न सक्नुहुनेछ, यता भिर अनि पाहा हैन का लैनस यहाँका प्रतिके ठाउँ अनि सबैजनाले धेरैभन्दा धेरै मन पराइदिनु भएको छ भिडियो। धेरै धेरै धन्यवाद सबैजनालाई। र म यतिखेर चाहिँ हिँडिरहेको छु, भिडियो हल्लिरहेको छ र पुल निकै लामो छ, 300 कति छ सो त्यहाँ लेखेको छ। म हेरेर भनिछु तपाईँहरूमा छैन, अग्लो हाइट धेरै अग्लो छ र 2000 मिटर अग्लोमा छु हेर्न सक्नुहुनेछ साथीहरू। अहिले चाहिँ यहाँनिर गोठहरू बनाउने क्रम छ कि यहाँनिर सो वन फुकिएको छ र यहाँनिर रमाइलो छ ठाउँ। यताबाट डोगो बोकेर आउँदै हुनुहुन्छ। हजुर हजुर र यसै गरी हजुर हजुर यतिखेर भने म चाहिँ त्यो यो लामो पुल तरेर वारेपट्टि आइसकेको छु र अहिले भने चाहिँ म पहिला खुङखानीतिर थिएँ भने अहिले यता भिर पाहाडतिर आएको छु र खुङखानीको भ्यू हेर्न सक्नुहुनेछ साथीहरू। र म यो पुल तरिसकेको छु र आशा छ सबैजना साथीहरू आरामै हुनुहुन्छ, कुशलै हुनुहुन्छ होला। र सुरेन्द्र सेन्चुरी ब्लगमा फेरि पनि स्वागत छ। हिजोको जस्तै नयाँ अनि एकदम रोचक अनि रमाइलो भिडियोसँग हामी जोडेको छौँ। र यतिखेर चाहिँ हामी तमनखोला खुङखानी 5 को लामो अनि अग्लो पुलनिर छौँ र आशा छ यो पुलको भिडियो चाहियो भनेर धेरैजना साथीहरूले भन्नुभएको थियो। र यतिखेर चाहिँ पुल पनि हेर्न सक्नुहुनेछ। पुलदेखि तल हेऱ्यो भने चाहिँ हामी यो चाहिँ बुर्तिबाङ जाने बाटो र बुर्तिबाङ यहाँ धेरै चाहिँ तमनखोलाको बाटो हो र यो पक्की त भएको छैन, सो हेर्न सक्नुहुन्छ बाटो पनि। र यसै गरी हामी चाहिँ अहिले खुङखानीको रिभ्यू हेरेछौँ र खुङखानीको भ्यू सँगसँगै यहाँका रमणीय अनि रोचक ठाउँ अनि रमाइलो ठाउँ हैन। र यतिखेर चाहिँ हामी पुल तरेर यता आइसकेको छौँ। यहाँ माथि गयो भने चाहिँ मन्दिर छ। मन्दिरमा म जाने कोसिस गर्नेछु र अहिले चाहिँ मन्दिर त गएको छैन, त्यहाँनिर पुग्नुपर्छ र पुल मन्दिरमा चाहिँ जानुपर्छ साथीहरू है। यहाँ त्यहाँनिर चाहिँ हस्पिटल बन्दैछ, त्यहाँनिर स्कुल छ हैन, त्यो पनि म देखाउनेछु। सो मसँग अलिकति टाइम त त्यति प्रष्ट छैन, सो भिडियो चाहिँ बनाउने कोसिस गर्नेछु। आशा छ मन पराइदिनु हुनेछ भिडियोलाई। हामी यही ठाउँमा हुर्कियो र यही ठाउँमा हिँडियो, सो यही बाटो आज फेरि यही ठाउँको भिडियो पनि बनाएर राखौँ न भन्ने मनमा आयो। सो यो पुल पनि हेर्न सक्नुहुन्छ। धेरैजना मान्छेहरू हिँडडुल गर्ने र अलिकति पर्यटकीय ठाउँ र घुम्ने ठाउँ टुरिस्ट एरिया भन्नुपर्छ। यो पुल तर्नलाई हेर्नलाई धेरै मान्छेहरू आउने गर्छन्, जाने गर्छन्। र यता क्यामेरा घुम्यो भने चाहिँ धेरै ठाउँको नाम त मैले यतिखेर भनेन, सो यता हेर्न सक्नुहुनेछ। अनि अब म पनि उता जान्छु है साथीहरू। धेरैजना साथीहरू हिँडेर आउँदैछन्, अघि देखाएको थिएँ नि मैले। ल हेर्नुहोस्, अब भने म रिटर्न भइसकेको छु र फेरि पनि भन्न चाहन्छु सुरेन्द्र सेन्चुरी भ्लगलाई सब्सक्राइब गरी एक लाइक गर्नुहोला भन्दै म बिदा हुन चाहन्छु। नमस्ते। हेलो एभ्रिवान, गुड मर्निङ। आज फेरि अर्को न्यू ब्लगसँग उपस्थित भएको छु। सो अब भने मेरो जन्मगाउँ थासपुरीबाट केही राम्रो सिनहरू ल्याउने कोसिस गरेको छु। र अब भने म चाहिँ गाउँदेखि लगभग अब परदेश हिँड्ने बेला पनि हुन लागेछ। यति छिटो समय गयो कि अत्तो पत्तै थाहै भएन, यति छिटो गयो कि। सो आज चाहिँ मेरो गाउँको सम्झना अनि सम्झनादायक भिडियो बनाउँछु भन्ने कोसिसले भिडियो बनाएको छु। आशा छ भिडियोलाई धेरैभन्दा धेरै मन पराइदिनु हुनेछ भन्ने आशा गरेको छु। सो यतिखेर भने चाहिँ म
तमानखोला खुङखानी थासपुरीबाट खुङखानीको विशेष सिन लिएको छु र आशा छ धेरैजना सबैजनालाई भेट्न त पाएन र धेरैजनालाई धेरैभन्दा धेरै मिस गरेको छु। खुङखानीमा बस्ने मेरा मामा दिदी बहिनी अनि लगाई साथीभाइहरूलाई भेट्न पनि पाइएन। एकदम दुःख पनि लागिरहेको छ। सो दुःख लागे तापनि फेरि भेटौँला हैन। यो एउटा सम्झनादायक भिडियो र यसै क्रममा म चाहिँ यो क्यामेरा घुमाइरहने क्रममा त्यहाँनिर लाचे पोखरा छाराखोला भनेर चिनिने ठाउँ हो। दुई ठाउँ देख्नु भएको छ होला। एकदमै मौसम क्लियर छ। यतिखेर चाहिँ हेर्नुहोस् मौसम एकदम भने जस्तो क्लियर छ। नर्जाखानी पनि देख्नु भएको छ र यतिखेरको मौसम एकदमै सफा अनि एकदमै भनेको जस्तो छ मौसम चाहिँ। र सुरेन्द्र सेन्चुरी भ्लगलाई सब्सक्राइब गरी एक लाइक गर्न पनि नभुल्नु होला भन्न चाहन्छु र विशेष गरी परदेश स्वदेश जहाँ रहे पनि यो मिठो सम्झनादायक भिडियो हेरेर एक लाइक गर्न पनि नभुल्नु होला भन्न चाहन्छु र भिडियो रोचक अनि रमाइलो छ। अब भने मेरो यो भिडियो लास्ता जस्तै हुनेछ किनभने म अब छोडेर फेरि जन्मथलो छोडेर कर्मथलोलाई बाटो अँगाल्नु पर्ने हुन्छ। त्यो भएको कारणले फेरि यी भिडियोहरू हेर्ने अनि यही भिडियोहरू सम्झनादायक हुनेछन् मेरो लागि र धेरै साथीभाइको लागि पनि हुनेछ। र यस्तै भिडियो हेर्नको लागि भिडियो हेरिसकेपछि च्यानललाई सब्सक्राइब गरेर एक लाइक गर्नु होला भन्न चाहन्छु। यसै क्रममा फेरि अर्को सानो थप भिडियो र हाम्रो पुरानो पानी यो ट्याङ्कबाट निर्माण हुन्थ्यो र यो पुरानो ट्याङ्क र पानी सञ्चालनमै छ र यो धेरै पहिला बनेको ट्याङ्क अहिले नयाँ बनेको छ र यहाँनिर मल्ला उरिरहेको छ एकदमै हैन। यहाँबाट पनि बामन खोला लगायत म सोरातिर छु। यतिखेर चाहिँ के गर्ने साथीहरू परदेशी भइन्छ। परदेशबाट आफ्नो देश आउँदा एकदमै रमाइलो अनि एकदमै सम्झनादायक पनि हुन्छ र हामीलाई खाडीमा त त्यस्तै नै हो। जता गए पनि खाडी देखिन्छन् र भिडियो हल्लेको छ। सो माफ गर्नु होला। भिडियो हल्लिरहेको छ अलिकति र म यतिखेर भने थासपुरीदेखि सोहरा भन्ने ठाउँमा आइसकेको छु र सोहराको केही भिडियोहरू देखाउने छु। सँगसँगै केही दिन पहिले हजुरहरूको माझ मैले यो भिडियो अपलोड पनि गरेको थिएँ। यहाँ फापर फुलेको छ भनेको थिएँ र म हिँड्दै यो फापर पनि ल हेर्नुहोस् पाकिसकेको छ। मैले अघि नै भनिसकेको थिएँ साथीहरू म यतिखेर चाहिँ सोहरातिर आइसकेको छु भनेर तपाईँहरूको माझ केही सोहरातिरको पनि झलकहरू देखाउने कोसिस गरेको छु। आशा छ मन पराइदिनु हुनेछ भिडियोलाई र यसै क्रममा नर्जाको स्कुल एकदमै सुन्दर अनि एकदम राम्रो देखिएको छ र नर्जा खानी छ तमानखोला नर्जा खानी छ हो र यता खुङखानी 5 लगतै उता धेरै ठाउँहरू छन्। अनि यहाँनिर हेर्नुहोस् यो गोठको पनि झल्को आउँछ नि। पहिला यस्तो गोठमा दिया बान्ने गरिन्थ्यो। विशेष गरी यो चाहिँ सोहरा भनेर चिनिन्छ। अहिले गाउँहरू केही धेरै नै ठप भएको छन् र पहिला यता घर खासै थिएन र यताबाट पनि खुङखानी हेर्नुहोस् एकचोटि हैन। खुङखानी एकदमै राम्रो देखिरहेको छ र यतिखेर भने म सोहरा छु र यता धेरै ठाउँहरूको नाम छ। तपाईँहरूलाई म यो नाम त पुरै बयान गर्न सकिनँ, त्यसको लागि माफी पनि चाहन्छु। र गाउँमा आइसकेको छ। माथि गयो भने रामखानी खाउरो हैन त्यहाँनिर भनेको चाहिँ सिद्ध सिकारी भन्छन् खाउरो सिद्धिनी त्यता हामीले पुज्ने पनि गर्छौँ र दरेकोना उता भिरखर्क भनेर धेरै ठाउँको नामहरू चिनिन्छ र साथीहरू हैन। हो सोरापत्ती आएर
आएर घुम्नलाई केही कुरा खोजेर